एउटा घरमा दुई दिदी बहिनी बस्थे, मुना र अलिसा। मुनाको विवाह एउटा सिम्पल ट्याक्सी ड्राइभरसँग भयो। अलिसाको विवाह एउटा ठूलो बिजनेसम्यानसँग भयो। एक दिन अलिसा आफ्नो एनिभर्सरी पार्टीको कार्ड लिएर मुनाको घरमा आइपुग्छिन्। घरमा पस्ने बित्तिकै उनको गरिब दिदीको घर देखेर उनको अनुहारमा घृणा झल्किन्छ। कार्ड दिँदै भन्छन्, पार्टीमा आउँदा चाहिँ राम्रो लुगा लगाएर आउनु नि, त्यहाँ सबै ठुल्ठुला मान्छे हुन्छन् है। पार्टीको दिन मुना आफ्नो सबैभन्दा राम्रो लुगा लगाएर त्यहाँ पुग्छिन्, सानो उपहार हातमा लिएर, मनमा ठूलो आशा बोकेर। तर पार्टीमा अलिसाले उनलाई देखेर पनि नदेखे जस्तो गरिन्। पछि एउटा कुनामा लगेर रिसाउँदै भन्छिन्, कम्तीमा यहाँ त मेरो इज्जत राख्नुपर्छ नि दिदी, सबै म माथि हाँसिरहेका छन्। मुना केही नबोली चुपचाप घर फर्किन्छन्। मुना घर फर्किएपछि सबै कुरा आफ्नो श्रीमानलाई सुनाउँदै रुन्छिन्। त्यो रात मुना सुत्ने प्रयास गर्छिन्, तर निन्द्रा पनि उनलाई पटक्कै लाग्दैन र मनमा नै भन्छिन्, अब म गरिब भएर एक दिन पनि बाँच्ने छैन, म सफल हुनको लागि जे पनि गर्छु। भोलिपल्ट आफ्नो सानो बचतबाट पुरानो सिलाइ मेसिन किन्न जान्छिन्। दिन रात मेहनत सुरु भयो। बिस्तारै ग्राहकहरू आउन थाले। उनको सिलाइको फिटिङ र सफाई सबैलाई मन पर्न थाल्यो। अर्डर गर्ने ठाउँमा अब डिजाइनर कुर्ताको पनि अर्डर आउन थाल्यो। त्यसपछि सुट सेट, पार्टीवेयर र बिस्तारै ब्राइडल अर्डर पनि आउन थाल्यो। सानो घरको कोठाबाट सुरु भएको काम बुटिकमा बदलियो। बुटिकबाट अन्तर्राष्ट्रिय अर्डर पनि आउन थाले। उनको डिजाइन विदेशसम्म पठाइयो अनि एक दिन त्यो सानो सुरुवात ठूलो कारखानामा बदलियो। 2 वर्षमै मुना शहरकै सफल डिजाइनर बनिन्। एक दिन मञ्चमा घोषणा भयो, बेस्ट डिजाइनर अवार्ड गोज टु मुना। तालीको आवाज बीच मुना माइक समाउँदै भनिन्, यस सफलताको श्रेय मेरो बहिनीलाई जान्छ, किनकि उसैले मलाई महसुस गराइन् संसारले उदाउँदो सूर्यलाई मात्र सलाम गर्दो रहेछ। उता अलिसा टिभी अगाडि बसेर सबै हेर्दै थिइन्। आज उनले बुझेकी थिइन्, अपमानको बदला झगडाले होइन, सफलताले लिइन्छ। यदि हजुरहरूलाई पनि लाग्छ सफलता नै सबैभन्दा ठूलो जवाफ हो भने सब्स्क्राइब गर्न नबिर्सिनुहोला।